हेलो गाइज ब्याक टु माई च्यानल छोल्डी नेपाल ब्लग होप गर्दैछु हजुरहरू एकदमै सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ ह्याप्पी दसैँ हो। अनि कमेन्टमा चाहिँ ह्याप्पी दसैँ त लेखिदिनु परिहाल्यो नि। अनि आज चाहिँ दसैँमा के गर्छु हेरिराख्नु होला। अनि ल टक्क पानामा परिवारहरूलाई देखाउँछु। के छ मेरो बाबु? ठिक छ। मम्मीले टिका लगाउनुहुन्छ गाइस। अनि यता दिदी खोइ राम्रो आएन। मम्मीको चप्पल हालेर जान। हाँस्ने कति रात लाग्दो भन्छ अझै त्यस्तै भयो है। अलि साह्रो होइन यार। के भने भाइ मेरो बाबु ज्ञानी भाइ है। खास भयो अब। ल बहिनी किन नबसेको त? बहिनी बस्न। ल मेरो कालु भनेको मान्ने है। ए बाबु त ज्ञानी हुन्छ हौ। आमाले गाली गर्दा मान्छे लुकी लुकी जान्छ होइन। लाउरे हुने भिन्न लाउरे होइन हङकङ लाउने हुन्छ है। हङकङ लाउरे ब्रिटिस लाउरे रियल लोड्याङ हङकङको लाउरे भयो बाबु है। हुन्छ ज्ञानी भइदिए हुन्छ के लाउरे त त्यस्तै हो। त्यस्तो लोड्याङ बिचरा ज्ञानी भए माया भनेको माने हुन्छ के। भोलि हारामी नभए हुन्छ होइन। भन अब कुन कुन दिने होला नि पैसा पैसा त तिमीहरू त गोरेले झन् अघिबाट कस्तो फका हो त टिका छान ल्याउ त एउटा लगाउनु। त्यस्तो हुन्न खुट्टामा ओ भाग्य माने मेरो निधाको टिका मम्मीहरूलाई बाबाहरूलाई सबैलाई गर्नु सबैलाई हो। मम्मीहरूलाई गर्छु मम्मीहरूलाई सबैलाई सानो बाबुलाई सानो मम्मीलाई किन पकेटमा हान यो गरेर आफैलाई यति आफैहरू सबैलाई हामीलाई सबैलाई भाग्यबाट मेरो कलुवा मामुहरूलाई ओ मलाई ढोक्ने हैन। अहिले यति सबैलाई गर्नुपर्छ सानो बाबुलाई सानो बाबुलाई जुगार। कोही मम्मीलाई बहिनी आइज मलाई त ढोक्ने हैन। नानीलाई मम्मीलाई रोकिस। नानीलाई 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 ल ल ल भाग्यबाट मेरो जेनो गोरेले ठोकिदिला। माइदिएर त खुट्टाउनु हो है। भाग्यमाने मेरो गोरे ल यता बस आइज मलाई ल सबका भाग्य माने ल सानो सानो त भाइ बाई बाई। पैसा दिए म त यता अरू लाएर बिर्सेको मेरो कन्चुले मेरो ज्ञानी रोगी भयो हामी आफै कमाउनु पर्यो हैन।
के साह्रो टिका लाग्यो मुखले नै भन्न यसरी टिका लगाएको भन्दै बहिनीलाई छोराले बनाउँथे त्यो मान्छेले अर्को पैसा दियो कि त्यहीबाट निकालेर दियो फेरि पैसा भाइ यो त आमाको जसै पनि पढाइदियो है बप्पा आई म चाहिँ दुईटा उ त दुईटा ठुलो आठेले मम्मी आथेलाई टिका लगाइदिनु भएको ढोग्नी पालो आयो एकचोटि सबै खिच्दै डबल खिच्दैन लातिर पैसा अघि त देखिस् ल यस्तो गोजी बटन भएको गोजीमा राख बटन भएको गोजीमा राख बटन भएको गोजीमा राख कि पुरै मैले नगर्छ नि बाई बाई ब्रो आई एम ब्रो कति भयो काउन्ट गर्यो मेरो नि 150 सेम टु टच माई बडी आइज नानी र फुपू आइज नानी र फुपू आइज मम्मीले बाबालाई टोकिरहनु भएको छ